ए बुढी, मेरो आदेशलाई बेवास्ता गर्ने हिम्मत गरिस् उसको लुगा च्यातिदेऊ तुरुन्तै। कतै यो दुश्मनको जासुस त होइन? तर जब उसको पुरानो मैलो ज्याकेटको बटन खोलियो र सर्टको कपडा च्यातियो, त्यहाँ देखिएको दृश्यले सबैको होस उडायो। त्यो कुनै साधारण छाला थिएन, त्यो एउटा इतिहास थियो। उसको पिठ्यूमा एउटा शक्तिशाली हिउँ चितुवाको ट्याटू थियो, कालो मसीले खोपिएको, जसको आँखा सुनौलो र चम्किलो देखिन्थ्यो। यो साधारण ट्याटू थिएन, यो अमरगनको आत्मा थियो। त्यो चिन्ह जुन केवल त्यस बटालियनका संस्थापक कमान्डरको शरीरमा थियो। सिपाहीहरूको आँखाबाट बगेको आँसु, गायब भएका औषधिका बट्टा र भूत सिपाहीको त्यो रहस्यमय पर्दा। एउटा यस्तो नाटक जसको हरेक मोडमा मन हल्लाउने रहस्य लुकेको थियो। त्यो नाटकको सुरुवात भयो नेपालको उत्तरी सिमानामा रहेको मुस्ताङको त्यो दुर्गम सैन्य शिविरबाट, जहाँ अमरगण तैनात थियो। यो ठाउँ जहाँ वीर योद्धाहरूको रगत र पसिना बगेको थियो, र आज पनि युवा सिपाहीहरू मातृभूमिको रक्षाका लागि रातदिन खटिरहेका थिए। जाडोको एक बिहान, जब हावाले पनि छुराले जस्तै काटिरहेको थियो, एउटा कालो चिल्लो गाडी बिस्तारै ब्यारेकको मुख्य गेटमा आएर रोकियो। गाडीको ढोका खुल्यो र एउटा मान्छे बाहिर निस्कियो, जसको शरीरमा चम्किलो सैन्य वर्दी थियो र काँधमा दुईवटा चम्किला तारा थिए। ऊ थियो उपरथी भीमसेन थापा, एक यस्तो व्यक्ति जसलाई मिडियाले सेनाको सुधारको प्रतीक भनेर प्रचार गरिरहेको थियो। उसको नाम अखबारका पानाहरूमा छापिन्थ्यो, टेलिभिजनका कार्यक्रमहरूमा उसलाई नयाँ पुस्ताको कुशल सैन्य नेता भनेर प्रशंसा गरिन्थ्यो। तर यो ब्यारेकको पर्खालभित्र एउटा अर्कै र भयानक कथा चलिरहेको थियो। जुन बेला उपरथी थापा निरीक्षणको नाटक गरिरहेको थियो, सिपाहीहरू बस्ने क्वार्टरमा एउटा दर्दनाक वास्तविकता छर्लङ्ग देखिन्थ्यो। मुस्ताङको त्यो हाड कमाउने जाडोमा सिपाहीहरूले लगाएको गन्जी पुरानो भएर च्यातिएको थियो, र त्यसको रङ पनि खुइलिएर सेतोबाट पहेँलो भइसकेको थियो। सिपाही किरण सुनार, जो रुघाले गर्दा आएको कडा ज्वरोले काँपिरहेको थियो, सहारा खोज्दै स्वास्थ्य शिविरमा पुग्यो। तर उसले पाएको जवाफ उसको रोगभन्दा पनि तितो थियो। माफ गर भाइ, ज्वरोको औषधि सकिएको छ, केही दिन पर्ख है। स्वास्थ्य शिविरका इन्चार्ज सहसेनानी डा प्रदीप शर्माको आवाजमा लाचारी र रिस मिसिएको थियो। उनले औषधिको दराज खोले। भित्र म्याद गुज्रेको झाडा पखालाको केही चक्की र सिटामोलका दुईवटा खाली पत्ता बाहेक केही थिएन। डा शर्माले फेरि एकपटक रेकर्ड फाइल पल्टाएर हेरे। बजेट त पुरा आएको थियो। हरेक सिपाहीको लागि मासिक 300 रुपैयाँको औषधि। जाडोको लागि थपिएको विशेष बजेट त छुट्टै थियो। आखिर त्यो ठूलो रकम गयो कहाँ? डा शर्माले शङ्काले भरिएको मनले टाउको हल्लाए। ठीक त्यही बेला कोरिडोरको अन्तिम कुनाबाट आएको एउटा संवाद उनको कानमा ठोक्कियो। यो महिनाको सामान सबै ठिकठाक पुग्यो नि? हजुर साहब, म्याडम धेरै खुसी हुनुहुन्छ। सबै सामान अर्कै ठाउँमा पठाइसकियो। त्यो दुईजना मान्छेको शङ्कास्पद कुराकानी थियो। डा शर्मा चुपचाप उनीहरूको पछि लागे। त्यसैबेला काठमाडौँको मुटुमा रहेको एउटा आलिशान अपार्टमेन्टमा एक महिला अर्को डरलाग्दो सपनाबाट बिउजिइन्। उनी थिइन् सेवानिवृत्त महारथी अमृता गुरुङ, नेपाली सेनाकी एक पौराणिक महिला जनरल। उनलाई हिउँ चितुवाको उपनामले चिनिन्थ्यो, र जब उनी सेवामा थिइन्, उनी आफ्ना सिपाहीहरूसँग दुःखसुख बाँड्नका लागि प्रख्यात थिइन्। सपनामा महारथी अमृता फेरि ती पुराना दिनहरूमा फर्किइन्। त्यो देशमा धेरै कठिनाई भएको समय थियो, युद्धपछिको समय, जब सारा देशले पेट कसेर बाँच्नु परेको थियो। त्यति बेला उच्च पदमा भएर पनि उनी आफ्ना सिपाहीहरूसँगै ढिँडो र गुन्द्रुक खान्थिन्। उनी कहिल्यै पनि अफिसरहरूको लागि बनेको विशेष मेसमा खुट्टा टेक्दैनथिन्। उनको एउटा चट्टानी विश्वास थियो, जबसम्म मेरा सिपाहीहरू भोकै छन्,
म एक्लै अगाउन सक्दिनँ, यस्तै स्वभावकी भएर होला। पछिल्लो समयमा आएका खबरहरूले उनको मन झन दुखाइरहेको थियो। उनका पुराना र विश्वासिला सहकर्मी प्रमुख सेनानी राजेश अधिकारीको फोन कल उनको लागि एउटा झट्का जस्तै थियो। म्याडम, अमरगनको अवस्था धेरै गम्भीर छ। सिपाहीहरूले सामान्यभन्दा सामान्य स्वास्थ्य सेवा पनि पाइरहेका छैनन्। राजेशको आवाज काँपिरहेको थियो। त्यो भन्दा पनि गम्भीर कुरा, त्यहाँ बुथ सिपाहीको सूची चलिरहेको हल्ला छ। महारथी अमिताको आँखा एक्कासी तेजिलो भयो। बुथ सिपाही, यो शब्द सेनाभित्रको भ्रष्टाचारको सबैभन्दा घिनलाग्दो रूप थियो। यसको मतलब वास्तवमा अस्तित्वमा नभएका सिपाहीहरूको नाम कागजमा दर्ता गर्ने र उनीहरूको तलब, भत्ता र रासन सबै गायब पार्ने। राजेश, मलाई विस्तारमा बताऊ। महारथी अमिताको आवाज चिसो थियो, तर त्यो चिसोपनभित्र एउटा भयानक आँधी लुकेको थियो। प्रमुख सेनानी राजेशले सुनाएको कथा उनको कल्पनाभन्दा पनि डरलाग्दो थियो। सिपाहीहरू जाडोमा काँपिरहेका थिए, बिरामी हुँदा पनि राम्रो उपचार पाइरहेका थिएनन्, जबकि उनीहरूको लागि आएको बजेट हावामा बिलाएको थियो। महारथी अमिताले आफ्नो पुरानो दराज खोलिन्। एउटा गहिरो कुनाबाट उनले आफ्नो पुरानो सैन्य वर्दी र फाट्न लागेको युद्धको जुत्ता निकालिन्। यी ती चीजहरू थिए जसले उनको सेवाको अन्तिम दिनसम्म साथ दिएका थिए। एना अगाडि उभिएर उनको आँखामा एउटा दृढ संकल्पको आगो बल्यो। मेरो बुबाले रगत बगाएको अमरगनको नाममा दाग लाग्न दिने छैन। यो फोहोर मैले आफै सफा गर्नुपर्छ। महारथी अमिताले एउटा योजना बनाइसकेकी थिइन्। यसपटक उनी एक सामान्य अवकाश पाउन लागेकी जमदार वरिष्ठ स्वास्थ्यकर्मीको भेषमा बटालियनमा प्रवेश गर्नेछिन्, सत्यको पर्दाफास गर्न र आफ्ना सिपाहीहरूलाई बचाउन। सेवानिवृत्त भएपछि महारथी अमिता गुरुङ काठमाडौँमा सैनिक कल्याणकारी कोषको अध्यक्षको रूपमा काम गरिरहेकी थिइन्। बाहिरबाट हेर्दा उनको जीवन शान्त देखिन्थ्यो, तर उनको मनमा सेनामा कार्यरत सिपाहीहरूको चिन्ता सधैँ रहन्थ्यो। एक दिन जब उनी आफ्नो कार्यालयमा सिपाहीहरूको कल्याण सुधार सम्बन्धी कागजातहरू हेरिरहेकी थिइन्, एउटा अप्रत्याशित फोन कलले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो। फोन गर्ने व्यक्ति थिए प्रमुख सेनानी राजेश अधिकारी। अमरगनको कमान्ड सम्हाल्दा उनले सबैभन्दा बढी विश्वास गरेका अधिकृतहरूमध्ये एक। तर आज उनको आवाजमा अनौठो तनाव थियो। म्याडम, माफ गर्नुहोस्, हजुरलाई दुःख दिए, तर के म हजुरलाई तुरुन्तै भेट्न सक्छु? कुरा अमरगनसँग सम्बन्धित छ। भोलिपल्ट दिउँसो एउटा शान्त चिया पसलमा राजेश अधिकारीको पहिलो वाक्यले नै महारथी अमिताको मन चिसो बनाइदियो। म्याडम, अमरगनका सिपाहीहरूसँग पिउनलाई औषधि छैन। एकजना सिपाहीलाई सामान्य रुघाखोकी लाग्दा, एउटा ज्वरोको चक्की पाउन पनि हप्ता दिन कुर्नुपर्छ। एकछिनको हिचकिचाहटपछि राजेशले अझै चकित पार्ने जानकारी दिए। त्यति मात्र होइन म्याडम, त्यहाँ बुथ सिपाहीको सूची चलिरहेको हल्ला पनि छ। महारथी अमिताको हात बिस्तारै काप्न थाल्यो। बुथ सिपाही सेनाभित्रको सबैभन्दा गम्भीर भ्रष्टाचार मध्ये एक थियो। यो एउटा यस्तो षड्यन्त्र थियो जसमा अस्तित्वमा नभएका सिपाहीहरूलाई रेकर्डमा दर्ता गरेर उनीहरूको तलब, भत्ता र रासन हिनामिना गरिन्थ्यो। यदि यो सत्य हो भने यसको मतलब अमरगनका सिपाहीहरूको हकको चीज कसैको खल्तीमा गइरहेको थियो। मलाई प्रष्टसँग बताऊ। महारथी अमिताको आवाज शान्त थियो, तर भित्रभित्रै रिसको आगो दन्किरहेको थियो। राजेशले सुनाएको कथा उनले सोचेको भन्दा कैयौं गुणा डरलाग्दो थियो। सिपाहीहरू जाडोको मौसममा पातलो कपडामा बाँच्न बाध्य थिए र बिरामी पर्दा उनीहरूले उचित उपचार बिना नै सहनु पर्थ्यो। म आफै स्वास्थ्य शिविरमा गएको थिएँ। औषधिको दराज रित्तो थियो। म्याद गुज्रेको झाडापखाला र ज्वरोको केही चक्की बाहेक केही थिएन। तर एउटा अनौठो कुरा छ। राजेशले आफ्नो स्वर सानो बनायो। मैले सुनेको छु बटालियन कमान्डरको अफिसको फ्रिजमा चाहिँ महँगो आयातित औषधि र इन्जेक्सनहरू भरिएका छन् रे।
के भइरहेको छ मैले केही बुझ्न सकिरहेको छैन। महारथी अमृताले चियाको कप तल राखिन् र गहिरो सोचमा डुबिन्। बजेट पूरा विनियोजन भएको थियो। त्यसो भए त्यो पैसा कहाँ गयो? र बटालियन कमान्डरको अफिसमा ती महँगा औषधिहरू केका लागि थिए? सबै कुराहरू एउटा ठूलो षड्यन्त्रको हिस्सा जस्तो देखिन्थ्यो। तर अझै पनि कुनै ठोस प्रमाण थिएन। राजेश, के तिमीले अरू केही कुरा पत्ता लगाउन सक्छौ? महारथी अमृताले सोधिन्। राजेशले टाउको हल्लाएर जवाफ दिए, केही शङ्कास्पद कुराहरू छन् म्याडम। उपरथी भीमसेन थापाकी श्रीमती कमला थापा एउटा निजी औषधि कम्पनी चलाउँछिन्। हल्ला यस्तो छ कि त्यो कम्पनीका कर्मचारीहरूको सूची र हाम्रो बटालियनको बुथ सिपाहीको सूची अनौठो तरिकाले मिल्दोजुल्दो छ। यो कुरा सुनेको क्षण महारथी अमृताको दिमागमा सबै टुक्राहरू जोडिन थाले। बटालियन कमान्डरकी श्रीमतीको औषधि कम्पनी, बुथ सिपाहीको सूची र गायब भएका औषधिहरू, सबै कुरा एउटा विशाल भ्रष्टाचारको जालोले जोडिएको देखिन्थ्यो। त्यो रात महारथी अमृता घर फर्किन् र आफ्नो पुरानो दराज खोलिन्। भित्र उनको अन्तिम पटक लगाएको सैन्य वर्दी र युद्धका जुत्ताहरू जतनसाथ राखिएका थिए। उनले धुलो टकटक्याइन् र त्यसलाई बाहिर निकालिन्। उनको आँखामा एउटा फलामे संकल्प चम्कियो। ऐनाको अगाडि उभिएर महारथी अमृताले आफूलाई केही बेर हेरिन्। 60 वर्षको उमेर पार गरे पनि उनको शरीर अझै पनि बलियो थियो र आँखा तेजिला थिए। तर अब चम्किलो जनरलको ताराको सट्टा उनले अवकाश पाउन लागे कि एक जमदारको भेष धारण गर्नुपर्ने थियो। यसपटक म एक जमदार स्वास्थ्यकर्मी बनेर बटालियनभित्र छिर्नेछु, महारथी अमृता एक्लै बोलिन्। जमदारको पद गैर अधिकृत पदहरूमध्ये सबैभन्दा उच्च थियो, जो अनुभवी र बटालियनमा सबैभन्दा विश्वासिला मानिन्थे। यदि यस्तो व्यक्तिको भेषमा गइन् भने उनी सिपाहीहरूसँग सजिलै घुलमिल हुन सक्थिन् र बटालियनभित्रको वास्तविक अवस्था पनि बुझ्न सक्थिन्। महारथी अमृताले टेबलमा राखेका अमरगणका पुराना तस्बिरहरू एक गर्दै हेर्न थालिन्। तस्बिरमा उनी जवान छँदा सिपाहीहरूसँग हाँस्दै गरेको देखिन्थ्यो। त्यति बेला सबै कुरा कति पवित्र थियो र सबैको मनमा एउटै मात्र भावना थियो, मातृभूमिको रक्षा गर्ने। मेरो बुबाले रगत बगाएर सिचेको अमरगणको नाममा दाग लाग्न दिने छैन। मैले नै केही गर्नुपर्छ। महारथी अमृताको आवाजमा अलिकति पनि कम्पन थिएन। उनका बुबा एक वीर योद्धा थिए, जसले उत्तरी सिमानाको युद्धमा यही अमरगणमा लड्दा लड्दै शहादत प्राप्त गरेका थिए। आफ्नो बुबाको रगतले सिन्चित बटालियनमा यस्तो अपमान भइरहेको उनी चुपचाप हेरेर बस्न सक्दिनथिन्। भोलिपल्टदेखि महारथी अमृताले होसियारीपूर्वक तयारी सुरु गरिन्। उनले जमदारको पदसहितको नक्कली सैनिक परिचय पत्र बनाइन् र बटालियनमा सरुवा हुन आवश्यक पर्ने सबै कागजातहरू तयार पारिन्। सेनामा बिताएको लामो अनुभव र पुराना सम्बन्धहरूका कारण असम्भव जस्तो लाग्ने काम पनि बिस्तारै सम्भव हुँदै गयो। केही दिनपछि महारथी अमृताले पुरानो वर्दी लगाइन् र अमरगणतर्फ जाने एउटा बसमा चढिन्। झ्यालबाट बाहिर हेर्दा मुस्ताङको जाडोको दृश्य आँखा अगाडिबाट गुज्रिरहेको थियो। उनले मनमनै वाचा गरिन्, यसपटक म सत्यलाई बाहिर ल्याएरै छोड्छु र हाम्रा सिपाहीहरूलाई बचाउनेछु। अमरगणको मुख्य गेटबाट भित्र पस्दा महारथी अमृताले जमदार पार्वती राईको नक्कली पहिचान धारण गरेकी थिइन्। लामो समयपछि लगाएको सैन्य वर्दीको अनुभूति केही अनौठो र केही आफ्नोपनले भरिएको थियो। तर पहिलेको भन्दा फरक, उनको काँधमा चम्किला ताराहरूको सट्टा जमदारको सामान्य फुली थियो। ब्यारेक भित्र पस्ने बित्तिकै उनको आँखाले देखेको दृश्य उनले सोचेको भन्दा पनि डरलाग्दो थियो। उनी सबैभन्दा पहिले स्वास्थ्य शिविरमा गइन्। यो सबैभन्दा महत्त्वपूर्ण ठाउँ थियो, जसले सिपाहीहरूको स्वास्थ्यको जिम्मा लिएको थियो। तर जब उनले स्वास्थ्य शिविरको ढोका खोलिन्, महारथी अमृताको मुटु चसक्क भयो। स्वास्थ्य शिविर
साँच्चीकै रित्तो थियो। औषधिको दराज खोल्दा भित्र म्याद गुज्रेको झाडा पखालाको केही चक्की र खोल च्यातिएको केही सिटामोल बाहेक केही थिएन। यो के हो? महारथी अमिताले सहसेनानी डा प्रदीप शर्मालाई सोधिन्। डा शर्माले टाउको निहुराएर लामो सास फेरे। जमदार साहब, मलाई पनि केही थाहा छैन। बजेट आएको छ, तर औषधि कहिल्यै आइपुग्दैन। माथिल्लो निकायमा सोध्दा सामान पठाइसकियो भन्ने जवाफ मात्रै आउँछ। त्यही बेला स्वास्थ्य शिविरको ढोका खुल्यो र नीलो अनुहार लगाएको एक सिपाही भित्र पस्यो। ऊ थियो सिपाही किरण सुनार। ऊ कडा ज्वरोले थरथर काँपिरहेको थियो। डाक्टर साहब, मलाई धेरै ज्वरो आएको छ, केही औषधि दिनुहुन्छ कि? किरणको आवाज कमजोर थियो। डा शर्माले दुखी हुँदै टाउको हल्लाए। माफ गर भाइ, ज्वरोको औषधि सकियो। केही दिन पर्ख है। यो सुनेर किरणको काल झुक्यो। ऊ निराश भएर स्वास्थ्य शिविरबाट बाहिर निस्कियो। महारथी अमिताको मुट्ठी अन्जानमै कसियो। मातृभूमिको रक्षा गर्ने एक युवा सिपाहीले एउटा सामान्य ज्वरोको चक्की पनि नपाउने? के यो कुरा स्वीकार गर्न सकिन्छ? उनले आफ्नो रिसलाई दबाउँदै डा शर्मालाई सोधिन्। डाक्टर साहब, कतै औषधि अन्त कतै लुकाएर राखिएको त छैन? डा शर्मा एकछिन हिचकिचाए अनि सावधानीपूर्वक भने, वास्तवमा एउटा अनौठो कुरा छ। मैले कहिलेकाहीँ स्वास्थ्यकर्मीहरू बटालियन कमान्डरको अफिसतिर ओहोर दोहोर गरेको देखेको छु, तर त्यो ठाउँमा सिपाहीहरूलाई जाने अनुमति छैन। महारथी अमिताको आँखा तेजिलो भयो। केही न केही गडबड अवश्य थियो। उनले डा शर्मालाई भनिन्, डाक्टर साहब, म एकपटक हेर्ने प्रयास गर्छु। अवकाश पाउन लागेकी बुढी मान्छेलाई सायद अलि बढी स्वतन्त्रता होला। त्यो रात महारथी अमिताले होसियारीपूर्वक बटालियन कमान्डरको कार्यालय वरपरको क्षेत्रको निगरानी गरिन्। भाग्यवश पहरा त्यति कडा थिएन। जमदारको पदले गर्दा उनी बटालियनभित्र स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्थिन्। उनले कार्यालयको पछाडि एउटा गोदाम जस्तो कोठा भेट्टाइन् र सावधानीपूर्वक ढोका खोलिन्। त्यो क्षण महारथी अमिताको आँखा फराकिलो भयो। भित्र फ्रिजमा उच्च गुणस्तरका औषधिहरू, ज्वरोको औषधि, रुगाखोकीको औषधि, झाडापखालाको औषधि, जुन नपाएर सिपाहीहरू छटपटाइरहेका थिए। ती सबै औषधिहरू भरिएका थिए। अझ महँगा पौष्टिक औषधिहरू पनि थुप्रो लगाइएको थियो। यो के हो? महारथी अमिता छक्क परिन्। सिपाहीहरू सामान्य औषधिको अभावमा दुःख पाइरहेका थिए, तर यहाँ यति ठूलो मात्रामा औषधि लुकाइएको थियो। यो स्पष्ट रूपमा भ्रष्टाचार थियो। जब उनले फ्रिजको छेउमा राखिएका कागजातहरू हेरिन्, एउटा अझै चकित पार्ने सत्य बाहिर आयो। आपूर्तिकर्ताको नाम थियो सगरमाथा फार्मास्युटिकल्स, उपरथी भीमसेन थापाकी श्रीमतीले चलाएको कम्पनी, र कागजमा यो सामान सिपाहीहरूको लागि आपूर्ति गरिएको भनेर लेखिएको थियो। तर वास्तवमा यहाँ लुकाइएको थियो। महारथी अमिताले सावधानीपूर्वक आफ्नो मोबाइलले सबै प्रमाणहरूको फोटो खिचिन्। फ्रिजमा भएका औषधिहरू, डेलिभरीका कागजपत्रहरू र गोदामको अवस्था, सबै कुरा रेकर्ड गरियो। यति प्रमाण भ्रष्टाचार साबित गर्न पर्याप्त थियो। भोलिपल्ट बिहान महारथी अमिताले डा प्रदीप शर्मालाई एउटा शान्त ठाउँमा बोलाइन्। उनले गएराती देखेका सबै कुराहरू विस्तारमा बताइन्। डा शर्माको अनुहार बिस्तारै फिक्का हुँदै गयो। जमदार साहब, त्यसो भए सिपाहीहरूको सबै औषधि? डा शर्माले काँप्दै सोधे। महारथी अमिताले टाउको हल्लाइन्। हो, कमला थापाले आपूर्तिकर्तासँग मिलेर सिपाहीहरूको हिस्सा लुटेकी छिन्। उनीहरूले पाउनुपर्ने औषधि एउटा चक्की पनि उनीहरूसम्म पुगेको छैन। डा शर्माले आफ्नो मुट्ठी कसे। रिसले, यस्तो कसरी हुन सक्छ? सिपाहीहरू बिरामीले मर्दैछन्। उनको आवाजमा एक स्वास्थ्यकर्मीको रिस र निराशा मिसिएको थियो। महारथी अमिताले डा शर्माको काँधमा धाप मार्दै भनिन्, डाक्टर साहब,
अब सत्यलाई बाहिर ल्याउने समय आएको छ। हाम्रा सिपाहीहरूको लागि यो मुद्दालाई अन्त्यसम्म पुर्याउन मलाई साथ दिनुहोस्। त्यो दिनदेखि महारथी अमृताले बृहत् रूपमा अनुसन्धान सुरु गरिन्। उनी बटालियनको हरेक कुनामा गइन्, सिपाहीहरूसँग कुरा गरिन् र विभिन्न कागजातहरू छानबिन गरिन् र दिन प्रतिदिन अझै डरलाग्दा सत्यहरू बाहिर आउन थाले। औषधि मात्र होइन, सिपाहीहरूको खानाको पैसा र अन्य आवश्यक सामग्रीको पैसा पनि कसैको खल्तीमा गइरहेको थियो। सिपाहीहरूको ओठ फुटेको थियो, आँखा गडेको थियो। यो उनीहरूले पर्याप्त पोषण नपाएको प्रमाण थियो। जाडोको मौसममा उनीहरूसँग पातलो वर्दी बाहेक एउटा न्यानो ज्याकेट पनि थिएन। जमदार साहब, मलाई केही औषधि दिनुहोस् न, अर्को एक सिपाही महारथी अमृताको नजिक आएर बिन्ती गर्न थाल्यो। महारथी अमृताको मन टुक्रा टुक्रा भयो। यो अवस्था निकै दर्दनाक थियो। केही दिन बित्यो। महारथी अमृता बटालियनका सिपाहीहरूसँग प्राकृतिक रूपमा घुलमिल भइसकेकी थिइन्। अवकाश पाउन लागेकी जमदारको भेषले गर्दा सिपाहीहरू पनि उनीसँग खुलेर कुरा गर्थे र उनी विभिन्न कामहरूमा स्वतन्त्र रूपमा भाग लिन सक्थिन्। ती मध्ये सबैभन्दा महत्त्वपूर्ण जानकारी जम्मा गर्न सकिने ठाउँ थियो मेस, भान्साघर। दिउँसोको खानाको समयमा महारथी अमृता सिपाहीहरूसँगै मेसमा गइन्। लाइनमा बसेर खाना लिँदा उनीहरूसँग स्वाभाविक रूपमा कुरा गर्ने यो सुनौलो अवसर थियो। तर खाना लिइरहेका सिपाहीहरूको अनुहार सबैको अँध्यारो थियो। थालमा राखिएको खाना हेरेपछि उनले कारण बुझिन्। भात पुरानो चामलको थियो र पहेँलो देखिन्थ्यो। दाल पानी जस्तै पातलो थियो। गुन्द्रुक यति अमिलो थियो कि कुहिन लागेको जस्तो गन्ध आइरहेको थियो र अन्य परिकारहरू पनि ताजा थिएनन्। मातृभूमिको रक्षा गर्ने युवा सिपाहीहरूको लागि यो खाना हो भनेर विश्वास गर्न गाह्रो थियो। महारथी अमृता सिपाही किरण सुनारको छेउमा बसिन्, जसलाई उनले केही दिन अघि स्वास्थ्य शिविरमा भेटेकी थिइन्। ऊ अझै पनि खोकिरहेको थियो। रुगा निको भएको जस्तो देखिँदैनथ्यो। भाइ, रुगा खोकी अलि कम भयो? महारथी अमृताले चिन्तित हुँदै सोधिन्। किरणले नमिठो हाँसो हाँस्दै जवाफ दियो, उस्तै छ जमदार साहब, औषधि छैन। यस्तो खाना खाएर कसरी निको हुनु? उसको आवाजमा निराशा थियो, तर अझै चकित पार्ने कुरा त्यसपछि आयो। जमदार साहब, हजुरलाई थाहा छ, हाम्रो कम्पनीमा नाम दर्ता भएका तर कहिल्यै नदेखिएका सिपाहीहरू पनि छन्। किरणले वरपर हेर्यो र कानेकुसी गर्यो। हामी उनीहरूलाई बुध सिपाही भन्छौं। उनीहरूको लागि आउने भात, वर्दी र सबै कुरा कता हराउँछ थाहा छैन। महारथी अमृताको मुटु ढ्याङ्ग्रो ठोके जस्तै भयो। अन्ततः त्यो निर्णायक जानकारी बाहिर आएको थियो। तिमीले यो कुरा कहाँबाट सुन्यौ? जब महारथी अमृताले विस्तारमा सोधिन्। किरणले आफ्नो आवाज अझै सानो बनायो। प्रशासन शाखामा काम गर्ने एक दाइले भन्नुभएको थियो, हाम्रो कम्पनीको सूचीमा 150 जना छन्, तर वास्तवमा हामी 130 जना मात्र छौं। बाँकी 20 जनाको हिस्सा हरेक महिना गायब हुन्छ। महारथी अमृताले अब सहन सकिनन्। यो केवल सामान्य भ्रष्टाचार थिएन, यो सिपाहीहरूको जीवनको अधिकारमाथि नै खतरा पैदा गर्ने एउटा गम्भीर अपराध थियो। उनले किरणलाई धन्यवाद दिइन् र तुरुन्तै प्रशासन शाखातिर लागिन्। प्रशासन शाखामा कागजातहरूको थुप्रो थियो। भाग्यवश जमदारको पदले गर्दा उनी स्वतन्त्र रूपमा कागजातहरू हेर्न सक्थिन्। महारथी अमृताले एक गरी सैनिक संख्याको सूची, खाना माग गर्ने फारम र राशन वितरणको रेकर्ड जाँचिन्। नतिजा चकित पार्ने थियो। सबै कागजातहरूमा लेखिएको संख्या फरक फरक थियो। खाना माग गर्ने फारममा 150 जना लेखिएको थियो। राशन वितरणको रेकर्डमा पनि 150 जना, तर वास्तविक सैनिक संख्याको सूचीमा 130 जना मात्र थिए।
20 जना भूत सिपाही साँच्चीकै अस्तित्वमा थिए। महारथी अमृताले अझ गहिरो अनुसन्धान गरिन्। जब उनले ती भूत सिपाहीहरूको नाम एक गरी टिपिन्, उनले एउटा अनौठो नियम पत्ता लगाइन्। सबै नामहरू कता कता सुनेको जस्तो लाग्यो। उनले आफ्नो स्मरण शक्तिमा जोड दिइन् र एक्कासी एउटा कुरा याद आयो। केही दिन अघि बटालियन कमान्डरको कार्यालयमा देखेका कागजातहरूमध्ये सगरमाथा फार्मास्युटिकल्सका कर्मचारीहरूको सूची पनि थियो। महारथी अमृताले हतार त्यसबेला खिचेको फोटो जाँचिन् र उनले एउटा भयानक सत्य पत्ता लगाइन्। भूत सिपाहीको सूची र सगरमाथा फार्मास्युटिकल्सका कर्मचारीहरूको सूची पुरै मिल्दोजुल्दो थियो। राम बहादुर थापा, सीता शर्मा, हरिश्रेष्ठ, सबै नामहरू उस्तै थिए। यो कुनै संयोग थिएन। यो उपरथी भीमसेन थापा र उनकी श्रीमती कमला थापाले होशियारीपूर्वक योजना बनाएको एउटा सङ्गठित भ्रष्टाचार थियो। महारथी अमृताले दुवै सूचीलाई दाजिन् र सबै प्रमाणहरू मिलाइन्। भूत सिपाहीको तलब सगरमाथा फार्मास्युटिकल्समा जान्थ्यो र उनीहरूको खाना र रासनको पैसा पनि त्यही जान्थ्यो। सिपाहीहरूको खानाको गुणस्तर किन यति खराब थियो? अब स्पष्ट भयो। वास्तविक संख्याभन्दा कम बजेटमा खानाको गुणस्तर घट्नु स्वाभाविक थियो। सिपाहीहरूले अनजानमै भूत सिपाहीको हिस्सा पनि बोकिरहेका थिए र भोकै बस्न बाध्य थिए। त्यो रात महारथी अमृताले सबै प्रमाणहरूलाई व्यवस्थित गरिन्। फोटो खिचिएको औषधिको गोदाम, आपूर्तिकर्ता कम्पनीको कागजात, भूत सिपाहीको सूची र सगरमाथा फार्मास्युटिकल्सका कर्मचारीहरूको सूची। सबै टुक्राहरू पूर्ण रूपमा मिलेका थिए। तर यो अन्त्य थिएन। महारथी अमृताले एउटा ठूलो तस्बिर देखिरहेकी थिइन्। के यो भ्रष्टाचार अमरगढमा मात्र सीमित थियो वा अन्य बटालियनहरूमा पनि यस्तै भइरहेको थियो? भोलिपल्ट बिहान महारथी अमृताले फेरि डा प्रदीप शर्मालाई भेटिन्। उनले हिजो पत्ता लगाएका सबै सत्यहरू विस्तारमा बताइन्। डा शर्माको अनुहार रिस र निराशाले बटारियो। जमदार साहब, यस्तो कुरा भइरहेको छ भनेर विश्वास नै गर्न सकिँदैन। डा शर्माले काँप्दै भने, त्यसो भए सिपाहीहरूले आजसम्म पाएको सबै दुःखको कारण सगरमाथा फार्मास्युटिकल्स रहेछ। महारथी अमृताले टाउको हल्लाइन्। हो, औषधि मात्र होइन, खानाको पैसा, रासन र तलब पनि लुटिएको छ। यो सामान्य भ्रष्टाचार होइन। यो सिपाहीहरूको जीवनमाथि खतरा पैदा गर्ने एउटा गम्भीर अपराध हो। अब महारथी अमृताको अगाडि एउटा महत्त्वपूर्ण विकल्प थियो। के उनले यी सबै प्रमाणहरू प्रयोग गरेर माथिल्लो निकायमा रिपोर्ट गर्ने वा अझै निर्णायक रूपमा रङ्गेहात पक्रनको लागि पर्खिने? तर एउटा कुरा निश्चित थियो, अमरगढको नाममा दाग लगाउने अपराधीहरूले सजाय पाउनै पर्थ्यो। केही दिनपछि एक बिहान सबेरै परेड ग्राउन्डमा नियमित शारीरिक परीक्षण चलिरहेको थियो। जमदार स्वास्थ्यकर्मीको भेषमा रहेकी महारथी अमृता मेडिकल उपकरणहरू जाँचिरहेकी थिइन्। उनले प्रत्येक स्ट्रेचर र प्राथमिक उपचारका सामग्रीहरू हेरिरहेकी थिइन् र सिपाहीहरूसँग स्वाभाविक रूपमा कुरा पनि गरिरहेकी थिइन्। तर अचानक परेड ग्राउन्डको एक कुना कोलाहलपूर्ण बन्यो। कमान्डर साहब आउनुभयो, कसैले करायो र सबै सिपाहीहरू एकैसाथ सावधानको मुद्रामा उभिए। उपरथी भीमसेन थापा केही सहयोगीहरूसँगै परेड ग्राउन्डतिर आउँदै थिए। उनको अनुहारमा अनौठो कठोरता थियो। थापाको नजर परेड ग्राउन्डमा सरर दौडियो र स्ट्रेचर जाँचिरहेकी महारथी अमृतामा गएर रोकियो। त्यो शङ्काले भरिएको नजर थियो। महारथी अमृताले आफ्नो अनुहार शान्त राखिन् र उपकरणहरू जाँचिरहिन्। तर उनको मनभित्र ठूलो तनाव थियो। उताको जमदार थापाले महारथी अमृतातिर कराए, तर उनले नसुनेको जस्तो गरी मेडिकल उपकरणहरू मिलाउन थालिन्। यो देखेर थापाको अनुहार रातो भयो। बुढी,
मैले बोलाएको सुनिनस्, थापा गर्जियो। मैदानमा भएका सबै सिपाहीहरूले सास रोकेर स्थिति हेरिरहेका थिए। महारथी अमृताले अझै कुनै प्रतिक्रिया दिइनन्। थापा छिटो छिटो पाइला चाल्दै महारथी अमृताको अगाडि आयो। उसको अनुहार रिसले बटारिएको थियो। यो बुढीको नाम के हो? मेरो आदेशलाई बेवास्ता गर्ने हिम्मत कसरी गरिस्? उसको आवाजमा आफ्नो अधिकारलाई चुनौती दिएकोमा उठेको रिस थियो। महारथी अमृताले बिस्तारै आफ्नो टाउको उठाइन् र थापालाई हेरिन्। उनको आँखा शान्त थियो, तर भित्र दशकौंको सैन्य अनुभवले खारिएको एक सिपाहीको गम्भीरता लुकेको थियो। म उपकरणहरू जाँचिरहेको छु, एउटा छोटो र शान्त जवाफ। के? एउटा उपरथीलाई यस्तो जवाफ दिने हिम्मत? थापाको रिस चरम सीमामा पुग्यो। उसले वरपर हेर्यो र करायो, यो मान्छे साँच्चै हाम्रो बटालियनको हो? यसको परिचय तुरुन्तै जाँच गर। त्यही बेला थापाको दिमागमा एउटा अनौठो विचार आयो। केही दिनदेखि उसले बटालियनमा कसैले उसको कालो करतुतहरूको बारेमा अनुसन्धान गरिरहेको हल्ला सुनेको थियो। कतै यो रहस्यमयी जमदार त्यही व्यक्ति त होइन? कतै यो जासुस त होइन? थापा अचानक करायो, यसको लुगा खोलेर परिचय जाँच गर। हेरौं कुन बाहिरी मान्छेले हाम्रो बटालियनको जासुसी गर्ने हिम्मत गर्दो रहेछ। परेड ग्राउन्डको वातावरण तुरुन्तै तनावपूर्ण बन्यो। सुरक्षा गार्डहरू होशियारीपूर्वक महारथी अमृतातिर बढ्न थाले। सिपाहीहरू डराएर एक शब्द पनि बोल्न सकेनन्। यस्तो अवस्थामा जब बटालियन कमान्डरले नै जासुस भनिसकेको थियो, कसले विरोध गर्ने हिम्मत गर्थ्यो? महारथी अमृताले शान्तपूर्वक वरपर हेरिन्। सयौं सिपाहीहरू उनलाई हेरिरहेका थिए र सुरक्षा गार्डहरू नजिक आइरहेका थिए। थापाको अनुहारमा विजयको हाँसो समेत देखियो। जमदार साहब, सिपाही किरण सुनारले काँप्दै भन्यो। पछिल्ला केही दिनमा उसले ती जमदार साहबलाई धेरै मन पराएको थियो र उनलाई यस्तो अवस्थामा देखेर उसको मन दुखिरहेको थियो। तर उसले कसरी मद्दत गर्ने केही थाहा थिएन। सुरक्षा गार्डहरू महारथी अमृताको अगाडि उभिए। माफ गर्नुहोस्, तर परिचय पुष्टि गर्न हामीले हजुरको वर्दी जाँच्नुपर्छ, एक गार्डले दुखी अनुहारले भन्यो। ऊ पनि यो काम गर्न चाहँदैनथ्यो, तर बटालियन कमान्डरको प्रत्यक्ष आदेशलाई अस्वीकार गर्न सक्दैनथ्यो। महारथी अमृताले मनमा नै सोचिन्, हो यो क्षण आउनै पर्छ, तब मात्र सत्य बाहिर आउनेछ। वास्तवमा उनले यो अवस्था आउन सक्छ भनेर केही हदसम्म अनुमान गरेकी थिइन्। उनलाई थाहा थियो कुनै न कुनै बेला उनले आफ्नो वास्तविक परिचय खोल्नुपर्नेछ। ठिक छ, महारथी अमृताले शान्तपूर्वक जवाफ दिइन्। उनको आवाजमा अलिकति पनि डर थिएन, बरु अन्ततः त्यो समय आएकोमा एक प्रकारको हल्कापन थियो। जुन क्षण गार्डले महारथी अमृताको वर्दीको सर्टमा हात लगायो, परेड ग्राउन्डमा सबै आवाजहरू रोकिए जस्तो भयो। सयौं जोडी आँखाहरू एउटै ठाउँमा केन्द्रित थिए र सबैले सास रोकेका थिए। थापा हात बाँधेर विजयको आत्मविश्वासका साथ हेरिरहेको थियो। अब यसको परिचय खुल्नेछ। हेरौं मलाई बेवास्ता गर्नुको मूल्य के हुन्छ? उसको ओठमा एउटा घृणित हाँसो देखियो, तर थापालाई थाहा थिएन उसको अगाडि उभिएको व्यक्ति को हो र अब के हुन गइरहेको छ। परेड ग्राउन्डमा भएका अरू कसैलाई पनि थाहा थिएन। उनीहरू एउटा यस्तो चकित पार्ने क्षणको साक्षी बन्दै थिए जुन सैन्य इतिहासमा लेखिनेछ। महारथी अमृताले अन्तिम पटक आकाशतिर हेरिन्। बादलहरूबाट छिरेको घामको किरण न्यानो थियो। बुबा, अब सबैलाई अमरगणको वास्तविक अनुहार देखाउने समय आएको छ। उनको मनमा आफ्नो दिवंगत बुबाको याद र बटालियनलाई बचाउने जलिरहेको इच्छा एकैसाथ मिसियो। गार्डको हातले महारथी अमृताको वर्दीको सर्ट खोल्न थाल्यो। त्यो क्षण समय रोकिए जस्तो भयो। अब सबै कुरा
बाहिर आउनेछ। अमरगणको भाग्य बदल्ने त्यो निर्णायक क्षण अन्ततः आइपुगेको थियो, जब गार्डले महारथी अमिताको लडाकु ज्याकेट खोल्यो र सर्टको बटनहरू एक एक गर्दै फुकाल्यो। पुरै परेड ग्राउन्ड यस्तो मौनतामा डुब्यो, मानव समय नै रोकिएको होस्। र त्यसको लगत्तै मैदानमा उपस्थित सबैको नजर एउटै बिन्दुमा गएर अड्कियो। त्यो थियो महारथी अमिताको पिठ्यूमा खोपिएको विशाल ट्याटू। त्यो कुनै साधारण ट्याटू थिएन, त्यो थियो पौराणिक हिउँ चितुवाको ट्याटू। अमरगणको आत्मा, कालो र सुनौलो मसीले खोपिएको एउटा विशाल हिउँ चितुवा आकाशतिर हेरेर गर्जिरहेको थियो। त्यसको भव्यता यति जीवन्त थियो कि मानव एउटा वास्तविक चितुवा उनको पिठ्यूबाट उफ्रिन लागेको होस्। यो चिन्ह केवल बटालियनका संस्थापक कमान्डरलाई मात्र प्रदान गरिन्थ्यो। मैदानमा सबैभन्दा पहिले प्रतिक्रिया दिनेहरू लामो समयदेखि सेनामा सेवा गरिरहेका पुराना जमदार र सुबेदारहरू थिए। यो हुन सक्दैन, एकजना सुबेदारले काँप्दै भने। उनको अनुहारमा अविश्वास भरिएको थियो। हिउँ चितुवाको आत्मा, यो त महारथी अमिता म्याडम हो, अर्को जमदार चिच्याए। त्यो क्षण मैदानमा उपस्थित सबै सिपाही र अधिकृतहरूबीच हल्लीखल्ली मच्चियो। महारथी अमिता गुरुङको नाम कसले पो सुनेको थिएन र? साँच्चै महारथी अमिता म्याडम? हे भगवान! पौराणिक हिउँ चितुवा, आश्चर्य र प्रशंसाको आवाज चारैतिरबाट गुन्जिन थाल्यो। सिपाहीहरूको आँखा तुरुन्तै श्रद्धा र सम्मानले भरियो। उपरथी भीमसेन थापाको अनुहारबाट रगत सुके जस्तै भयो। उसको अनुहार हरियो भयो। केही मिनेट अघि जसलाई उसले जासुस भनेर आरोप लगाइरहेको थियो, उही व्यक्ति आफूभन्दा कैयौं गुणा उच्च पदको पौराणिक जनरल रहेछ। उसको खुट्टा थरथर काँप्न थाल्यो। महारथी अमिताले बिस्तारै आफ्नो सर्ट लगाइन् र सिधै भीमसेन थापालाई हेरिन्। उनको आँखामा दशकौंको सैन्य अनुभवले खारिएको एक सिपाहीको गम्भीरता र रिस दुवै थियो। उपरथी भीमसेन थापा, उनको आवाज चिसो तर शक्तिशाली थियो। म्याडम, थापा बकबकायो। उसले के गर्ने, के भन्ने, केही सोच्न सकेन। पुरै अलमलमा पर्यो, जसलाई उसले भर्खरै ठूलो स्वरले हप्काएको थियो। उही व्यक्ति यति उच्च पदको पौराणिक व्यक्तित्व रहेछ। यो सत्य स्वीकार गर्न निकै गाह्रो थियो। मैदानमा उपस्थित सबै सिपाहीहरू आफ्नो ठाउँमा सावधानको मुद्रामा उभिए। उनीहरूको अनुहारमा इमोसन र आँसु एकैसाथ देखियो, जसको बारेमा उनीहरूले कथाहरूमा मात्र सुनेका थिए। त्यही पौराणिक जनरललाई प्रत्यक्ष भेट्न पाउनु उनीहरूको लागि अकल्पनीय थियो। म्याडम, हजुर यहाँ कसरी? सिपाही किरण सुनारले काँप्दै सोध्यो। केही दिनदेखि उनीहरूसँगै बसेकी त्यो मिलनसार जमदार, प्रख्यात महारथी अमिता गुरुङ नै हुन् भन्ने कुरा उसले अझै पत्याउन सकिरहेको थिएन। महारथी अमिताले नरम तर दृढ स्वरमा जवाफ दिइन्, मैले सुने मेरा सिपाहीहरूले दुःख पाइरहेका छन्, त्यसैले म आफै अवस्था जाँच्न आएकी हुँ। उनको हरेक शब्द मैदानमा उपस्थित सबैको मनमा गहिरोसँग गड्यो। भीमसेन थापाले डेसस्पोमेन स्थिति सुधार्ने प्रयास गर्यो। म्याडम, मैले हजुरलाई चिनिन, त्यसैले गल्ती भयो। तर यो बटालियनको सुरक्षाको लागि थियो। उसको आवाज सानो हुँदै गयो। उसलाई आफैलाई थाहा थियो उसको यो बहाना कति कमजोर थियो। सुरक्षा? महारथी अमिताको आवाजमा चिसो रिस थियो। सिपाहीहरूसँग पिउनलाई एउटा ज्वरोको चक्की छैन, त्यसलाई सुरक्षा भनिन्छ। बुथ सिपाही बनाएर बजेट हिनामिना गर्नु, त्यसलाई सुरक्षा भनिन्छ। यी शब्दहरू सुनेर थापाको अनुहार अझै फिक्का भयो। उसले बुझ्यो महारथी अमिताले सबै कुरा थाहा पाइसकेकी छिन्। उसले गरेका सबै भ्रष्टाचारका करतुतहरू अब बाहिर आइसकेका थिए। मैदानमा उपस्थित सिपाहीहरू पनि कानेकुसी गर्न थाले। बुथ सिपाही
भनेको के हो? के यही कारणले हामीले पाउनुपर्ने चीजहरू नपाएका हौं? सिपाहीहरूको आवाजमा रिस र धोका पाएको भावना थियो। महारथी अमृताले बिस्तारै परेड ग्राउन्डमा नजर घुमाइन् र भनिन्, तिमीहरूले नपाएका औषधिहरू, तिमीहरूले खान नपाएको पौष्टिक खाना, मलाई थाहा छ ती सबै कहाँ गए। उनको आवाज एउटा सान्त्वना जस्तै थियो, जसले सिपाहीहरूको मनलाई न्यानो बनायो। अमरगनको नाममा दाग लगाउने अपराधीलाई महारथी अमृताले थापातिर एक कदम अगाडि बढिन्। म त्यसलाई खोजेर छोड्ने छैन र सजाय दिएरै छाड्नेछु। उनको शब्दमा एउटा अटुट संकल्प थियो। भीमसेन थापा अब पुरै कुनामा परेको थियो। न त कुनै बहाना बनाउने ठाउँ थियो, न त भाग्ने कुनै बाटो। उसले गरेका सबै अपराधहरू त्यो पौराणिक जनरलको अगाडि नाङ्गो रूपमा उदाङ्गो भएका थिए। सहसेनानी डा प्रदीप शर्मा अगाडि बढे र गम्भीरतापूर्वक महारथी अमृतालाई सलाम गरे। म्याडम, हजुरले धेरै दुःख गर्नुभयो। हजुरकै कारणले आज सत्य बाहिर आएको छ। उनको आवाजमा गहिरो कृतज्ञता र सम्मान थियो। मैदानमा उपस्थित सबै सिपाहीहरूले एकैसाथ ताली बजाए। उनीहरूको तालीको आवाज आकाशमा गुन्जियो। त्यो खुसी र इमोसनको ताली थियो। अन्ततः उनीहरूलाई बचाउने नायक देखा परेको थियो। महारथी अमृताले सिपाहीहरूलाई हेरेर एउटा न्यानो मुस्कान दिइन्। तिमीहरूले पाउनुपर्ने सबै कुरा म फिर्ता ल्याउनेछु। यो अमरगनबाट आएको मेरो जस्तो सिपाहीले गर्नै पर्ने काम हो। उनको यो वाचाले सबै सिपाहीहरूको मनमा आशाको दियो बालेको थियो। भीमसेन थापालाई थाहा भयो, अब सबै कुरा सकियो। उसको शक्ति, उसको सम्मान, सबै यही क्षणमा ध्वस्त भएको थियो। महारथी अमृता गुरुङको अगाडि अब कुनै पनि बहानाको कुनै अर्थ थिएन। केही दिनपछि काठमाडौँस्थित रक्षा मन्त्रालयको ठूलो सभा हलमा सम्पूर्ण सेनाको कमान्डरहरूको बैठक चलिरहेको थियो। यहाँ विभिन्न बटालियनका कमान्डर र जनरलहरू भेला भएका थिए। वातावरण सामान्यभन्दा बढी तनावपूर्ण थियो, किनभने आजको बैठकको मुख्य विषय थियो अमरगनमा भएको त्यो चकित पार्ने घटना। मञ्चमा महारथी अमृता गुरुङ उभिएकी थिइन्। यद्यपि उनी सेवानिवृत्त भइसकेकी थिइन्, तर यस मुद्दाको मुख्य साक्षी र उजुरीकर्ताको रूपमा उनलाई विशेष रूपमा आमन्त्रित गरिएको थियो। सबै जनरलहरूको नजर उनीमाथि नै थियो। उपरथी भीमसेन थापा सभा हलको एक कुनामा खुम्चिएर बसेको थियो। केही दिन अघि परेड ग्राउन्डमा भएको त्यो चकित पार्ने घटनापछि ऊबाट सबै अधिकार खोसिएको थियो। उसको अनुहार फिक्का थियो र खुट्टा निरन्तर कापिरहेको थियो। आदरणीय जनरल साथीहरू, महारथी अमृताले शान्त तर गम्भीर स्वरमा बोल्न सुरु गरिन्। आज यहाँ म तपाईहरूलाई अमरगनमा घटेको दर्दनाक वास्तविकताको बारेमा रिपोर्ट गर्न चाहन्छु। हाम्रा सिपाहीहरूले भोग्नु परेको पीडाको बारेमा र त्यो पीडा दिने अपराधीको बारेमा। महारथी अमृताले रिमोट कन्ट्रोल समातिन् र पहिलो तस्बिर ठूलो पर्दामा देखियो। त्यो स्वास्थ्य शिविरको रित्तो औषधिको दराजको तस्बिर थियो। केवल केही पुराना म्याद गुज्रेका औषधिहरू एक्लै देखिन्थे। यो अमरगनको स्वास्थ्य शिविरको वास्तविकता हो। मातृभूमिको रक्षा गर्ने सिपाहीहरूले एउटा सामान्य ज्वरोको चक्की नपाएर दुःख भोग्नु परेको छ। सभा हलमा उपस्थित जनरलहरूको अनुहार कठोर भयो। यस्तो दर्दनाक वास्तविकता सेनाभित्र चलिरहेको छ भन्ने सत्यले उनीहरूलाई स्तब्ध बनाएको थियो। केहीले लाजले टाउको निहुराए। दोस्रो तस्बिर पर्दामा देखियो। त्यो बटालियन कमान्डरको कार्यालयको फ्रिजको तस्बिर थियो, जुन उच्च गुणस्तरका आयातित औषधि र इन्जेक्सनहरूले भरिएको थियो। र यहाँ सिपाहीहरूको लागि छुट्याइएको औषधि लुकाइएको थियो। महँगा आयातित औषधिहरूको थुप्रो लगाइएको थियो। उपस्थित जनरलहरूबीच कानेखुसी सुरु भयो।
त्यो के हो? सिपाहीहरूको हिस्सा त्यहाँ किन? रिस र अलमल मिसिएको आवाज चारैतिरबाट सुनिन थाल्यो। तेस्रो पर्दामा दुईवटा सूची देखियो। एउटा अमरगनको बुथ सिपाहीको सूची र अर्को सगरमाथा फार्मास्युटिकल्सका कर्मचारीहरूको सूची। कृपया यी दुई सूचीलाई ध्यान दिएर हेर्नुहोस्। राम बहादुर थापा, सीता शर्मा। पुरै मिल्दोजुल्दो छ। सभा हल शान्त भयो। सबै जनरलहरूले पर्दामा हेरिरहेका थिए र त्यो चकित पार्ने सत्यलाई पुष्टि गरिरहेका थिए। भूत सिपाहीहरूको वास्तविक परिचय उपरथी थापाकी श्रीमतीको औषधि कम्पनीका कर्मचारीहरू थिए भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको थियो। यति मात्र होइन, महारथी अमिताको आवाजमा चिसो रिस थियो। चौथो तस्बिर औषधिको ढुवानी रेकर्ड थियो। सिपाहीहरूलाई आपूर्ति गरिएको औषधि कसरी बाहिर पठाइयो, सगरमाथा फार्मास्युटिकल्समा कसरी पुग्यो, त्यो सबै प्रक्रिया यहाँ रेकर्ड गरिएको थियो। ढुवानी रेकर्डले औषधि आपूर्तिकर्ताबाट बटालियनमा आएको र फेरि सगरमाथा फार्मास्युटिकल्समा पठाइएको प्रक्रियालाई विस्तारमा देखाएको थियो। अझ ढुवानी खर्च पनि सेनाको बजेटबाट भुक्तानी गरिएको थियो। यो एउटा सङ्गठित र निकै चलाखीपूर्ण अपराध हो। महारथी अमृताले सिधै भीमसेन थापालाई हेरिन् र भनिन्, उपरथी भीमसेन थापा, तिमीले सिपाहीहरूको जीवनलाई सस्तोमा बेचिदियौ। तिमीले मातृभूमिको रक्षा गरिरहेका युवाहरूको स्वास्थ्य र सुरक्षालाई पैसासँग साट्यौ। तिमी यो सैन्य वर्दी लगाउन लायक छैनौ। थापाको अनुहार अझै फिक्का भयो। उसले काँप्दै गरेको स्वरमा बहाना बनाउने प्रयास गर्यो। यो सबै षड्यन्त्र हो। मलाई केही थाहा छैन। कमलाले के गरिन् मलाई थाहा छैन, तर उसको बहाना निकै कमजोर थियो। थाहा छैन? महारथी अमृताले नमिठो हाँसो हाँसिन्। त्यसो भए तिमीलाई यो पनि थाहा छैन होला। पाँचौं तस्बिर पर्दामा देखियो। त्यो थापा आफ्नी श्रीमतीसँग एउटा महँगो रेस्टुरेन्टमा खाना खाइरहेको तस्बिर थियो र टेबलमा औषधि कारोबार सम्बन्धी कागजातहरू थिए। यो तस्बिर देखेर थापा पुरै ढल्यो। होइन, उसँग अब कुनै बहाना बाँकी थिएन। सबै प्रमाणहरू निकै स्पष्ट थिए। बैठकमा उपस्थित जनरलहरूको अनुहारमा रिस भरिएको थियो। हाम्रो सेनामा यस्तो घटना भइरहेको छ? सिपाहीहरूलाई यतिसम्म दुःख दिइयो। रिसले भरिएका आवाजहरू चारैतिरबाट सुनिन थाले। रक्षा मन्त्री आफ्नो ठाउँबाट उठे र गम्भीरतापूर्वक घोषणा गरे, उपरथी भीमसेन थापा र उनकी श्रीमती कमला थापालाई अनुसन्धानको लागि तुरुन्तै पक्राउ गरिनेछ। यस्तो अमानवीय अपराध गर्नेहरूले कानूनको कडाभन्दा कडा सजाय भोग्नुपर्नेछ। त्यही बेला सभा हलको ढोका खुल्यो र सुरक्षा गार्डहरू भित्र पसे। उनीहरू थापाको ठाउँमा गए र उसको हातमा हतकडी लगाए। थापाले भन्यो, कमला, तिमीले नै मलाई डुबायौ। तर अब धेरै ढिलो भइसकेको थियो। त्यही समयमा अन्य सुरक्षा गार्डहरू कमला थापालाई पक्राउ गर्न गइसकेका थिए। सगरमाथा फार्मास्युटिकल्सको कार्यालयबाट कमला थापालाई पनि चाँडै नै यहाँ ल्याइनेछ। श्रीमान श्रीमती दुवैले आफ्नो अपराधको मूल्य सँगै चुकाउनेछन्। महारथी अमृताले सभा हलमा वरपर हेरिन् र अन्तिम शब्द भनिन्, साथीहरू, हामीले राम्रोसँग जाँच गर्नुपर्छ ताकि यस्ता घटनाहरू अन्य बटालियनहरूमा नहोस्, ताकि हाम्रा सिपाहीहरूले मानवीय व्यवहार पाउन सकुन्। यो हाम्रो कर्तव्य हो। सभा हलमा उपस्थित सबै जनरलहरू उठे र गम्भीरतापूर्वक महारथी अमृतालाई सलाम गरे। त्यो उनको साहस र त्यागको भावनाप्रति सम्मानको अभिव्यक्ति थियो। अमरगनको सम्मान फिर्ता ल्याउनको लागि उनको सङ्घर्ष अन्ततः सफल भएको थियो। केही महिनापछि सैनिक अदालतले भीमसेन थापा र कमला थापाको मुद्दामा अन्तिम फैसला सुनायो। अदालतले उनीहरूलाई लामो समयको कैद सजाय सुनायो।
र उनीहरूको सम्पूर्ण सम्पत्ति जफत गर्ने निर्णय गर्यो। यो सिपाहीहरूबाट लुटिएको सबै कुरा फिर्ता गर्ने एक उपाय थियो। मिडियाले यसलाई सैन्य इतिहासको सबैभन्दा खराब भ्रष्टाचार काण्ड भन्यो र उनीहरू दुवैको सम्मान पुरै ध्वस्त भयो। शरद ऋतुको एक दिन महारथी अमिता गुरुङ फेरि अमरगढमा फर्किन्। यसपटक भेष बदलेर होइन, तर आफ्नो वास्तविक परिचयका साथ। उनी गर्वका साथ मुख्य गेटबाट भित्र पसिन्। ब्यारेक भित्र पस्ने बित्तिकै उनको आँखाले देखेको दृश्य पुरै फरक थियो। उनी सबैभन्दा पहिले स्वास्थ्य शिविरमा गइन्। ढोका खोलेर भित्र पस्दा औषधिको दराज विभिन्न प्रकारका औषधिहरूले भरिएको थियो। ज्वरोको औषधि, रुघाखोकीको औषधि, झाडापखालाको औषधि, अझ भिटामिन र पौष्टिक औषधिहरू पनि पर्याप्त मात्रामा थिए। सहसेनानी डा प्रदीप शर्माले मुस्कुराउँदै महारथी अमितालाई स्वागत गरे। म्याडम, हजुरकै कारणले अब सिपाहीहरूले राम्रो उपचार पाइरहेका छन्। डा शर्माको आवाजमा साँचो कृतज्ञता थियो। आज भोलि कुनै सिपाहीलाई रुघा लाग्दा म तुरुन्तै औषधि दिन सक्छु। कति खुसी लाग्छ भन्न सक्दिन। महारथी अमिताले औषधिको दराजमा हेरिन्। उनको अनुहारमा सन्तुष्टि थियो। धेरै राम्रो। अब बल्ल यो ठाउँ जस्तो हुनुपर्ने हो त्यस्तै भएको छ। उनको मनमा पनि एउटा न्यानो सन्तुष्टिको भावना जाग्यो। उनी अर्को ठाउँ मेसमा गइन्। दिउँसोको खानाको समय थियो। सिपाहीहरू एक एक गर्दै जम्मा भइरहेका थिए। खाना लिइरहेका सिपाहीहरूको अनुहार केही महिना अघिको भन्दा पुरै फरक थियो। सबैजना हसमुख र स्वस्थ देखिन्थे। थालमा राखिएको खाना हेरेपछि उनले कारण बुझिन्। सेतो बास्नादार भात, बाक्लो र स्वादिलो दाल, अन्य परिकारहरू पनि ताजा र पौष्टिक थिए। अब सिपाहीहरूले साँच्चीकै राम्रो खाना खान पाएका थिए। महारथी अमिताले सिपाही किरण सुनारलाई खोजिन्। ऊ खाना खाँदै आफ्ना साथीहरूसँग रमाइलो गरिरहेको थियो। केही महिना अघिको त्यो फिक्का बिरामी अनुहार गायब भएको थियो र त्यसको सट्टा एक स्वस्थ ऊर्जाले भरिएको युवाको तस्बिर थियो। किरण भाइ, महारथी अमिताले बोलाइन्। किरण झस्कियो र हतार हतार उठेर सावधानको मुद्रामा उभियो। म्याडम, हजुर कसरी आउनुभयो? उसको आवाजमा खुसी र इमोसन मिसिएको थियो। के छ? अब मान्छे जस्तो भएर बाँच्न पाइएको छ? महारथी अमिताले न्यानो स्वरमा सोधिन्। किरणको आँखा रसायो। म्याडम, साँच्चै हजुरलाई धेरै धेरै धन्यवाद। अब बल्ल हामीलाई मान्छे जस्तो व्यवहार गरिएको छ। अन्य सिपाहीहरू पनि एक एक गर्दै महारथी अमिताको वरिपरि जम्मा भए। म्याडम, हजुरकै कारणले हामीले नयाँ जीवन पायौं। साँच्चै धेरै धेरै धन्यवाद। सिपाहीहरूको साँचो धन्यवादको शब्द गुन्जिन थाल्यो। उनीहरूको अनुहारमा सबैको उज्यालो मुस्कान थियो। महारथी अमिताले सिपाहीहरूलाई हेरिन्। आफ्नो गर्व लुकाउन सकिनन्, तर उनलाई सबैभन्दा बढी खुसी लागेको कुरा अर्कै थियो। त्यो थियो सिपाहीहरूको आँखा। केही महिना अघि निराशा र लाचारीले भरिएको आँखा अब आशा र गर्वले चम्किरहेको थियो। भाइ हो, महारथी अमिताले सिपाहीहरूलाई भनिन्। एउटा बलियो सेना राम्रो हतियारले मात्र बन्दैन, त्यो तिमीहरूको मनबाट, जनताको रक्षा गर्ने दृढ इच्छा शक्तिबाट बन्छ। तर त्यो मन पाउनको लागि सबैभन्दा पहिले तिमीहरू आफैले मान्छे जस्तो व्यवहार पाउनुपर्छ। भोकै पेट र बिरामी शरीरले कसरी देशको रक्षा गर्ने जोश आउँछ? अब तिमीहरू गर्वका साथ मातृभूमिको रक्षकको रूपमा बाँच। दिउँसोको खानापछि महारथी अमिता परेड ग्राउन्डमा घुम्न गइन्। त्यहाँ सिपाहीहरू जोशका साथ तालिम गरिरहेका थिए। केही महिना अघिको त्यो निराश वातावरणभन्दा
पुरै फरक थियो। सबै सिपाहीहरूको अनुहारमा जीवन र ऊर्जा भरिएको थियो। नयाँ नियुक्त भएका बटालियन कमान्डर महारथी अमृतालाई भेट्न आए। म्याडम, साँच्चै हजुरलाई धन्यवाद। हजुरकै कारणले हाम्रो बटालियनले पुनर्जीवन पाएको छ, उनले साँचो मनले धन्यवाद दिए। महारथी अमृताले टाउको हल्लाएर जवाफ दिइन्, होइन, मैले गरेको काम केवल मैले गर्नै पर्ने कर्तव्य थियो। अबदेखि कृपया सिपाहीहरूको राम्रो हेरचाह गर्नुहोला। जब सूर्य पश्चिमतिर ढल्दै थियो, महारथी अमृता अमरगढबाट बिदा हुन तयार भइन्। मुख्य गेटमा धेरै सिपाहीहरू उनलाई बिदाई गर्न आएका थिए। किरण र अन्य सिपाहीहरूको आँखामा फेरि आँसु भरिएको थियो। म्याडम, हजुर साँच्चै जान लाग्नुभएको हो? किरणले दुखी हुँदै सोध्यो। महारथी अमृताले न्यानो मुस्कानका साथ जवाफ दिइन्, हो भाइ, अब तिमीहरूले आफ्नो बाटो आफै तय गर्नुपर्छ। तर जहिले पनि मद्दत चाहिन्छ, मलाई सम्पर्क गर्नु। सबै सिपाहीहरूले एकैसाथ सावधानको मुद्रामा सलाम गरे। हामी हजुरलाई धन्यवाद दिन्छौं म्याडम। उनीहरूको आवाज एकै भएर आकाशमा गुन्जियो। महारथी अमृताले पनि अन्तिम पटक सिपाहीहरूलाई सलाम गरेर बिदा भइन्। गाडीमा बसेर महारथी अमृताले ऐनाबाट पछाडि हेरिन्। अमरगढको तस्बिर बिस्तारै टाढा हुँदै गइरहेको थियो। उनको मनमा एउटा नयाँ सङ्कल्प जागिरहेको थियो। बटालियनले पुनर्जीवन पाएको छ, तर भ्रष्टाचारले जहिले पनि टाउको उठाउन सक्छ। म सधैँ एक पहरेदार बनिरहनुपर्छ। शरद ऋतुको त्यो आकाशमुनि अमरगढका सिपाहीहरूले इमोसन, आँसु र मुस्कानका साथ आफ्नो साँचो नारा लगाए। अमरगढ कहिल्यै झुक्दैन। उनीहरूको आवाज मुस्ताङको पहाडहरूमा गुन्जियो र महारथी अमृता गुरुङको मनमा पनि गहिरोसँग कुदियो। यो कथाले तपाईको मन छोयो भने र नेपाली सेनाको यस्तै प्रेरणादायी कथाहरू सुन्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाईको एउटा सानो सहयोगले हामीलाई यस्ता कथाहरू तपाईहरूसम्म ल्याउन हौसला मिल्नेछ। कमेन्टमा जय नेपाल लेखेर हाम्रो सेनाप्रति सम्मान व्यक्त गर्नुहोला। धन्यवाद।